यदि दुखेको मन निको हुने औषधि किन्न पाइन्थ्यो भने नि सायद म किन्नकै लागि भए पनि आफैलाई बेचिदिन्थ्यो होला दाइ। कसैले आत्महत्या गरेको कुरा सुन्दा म उसलाई कायर सम्झिन्थेँ। तर अहिले आएर थाहा हुँदैछ जिन्दगी र परिस्थितिले सिकाउँदैछ कि त्यो त म गलत सोच्दो रहेछु। एउटा अन्तिम निर्णय त सही हुन्छ भनेर वज्रराज दाइ। घमण्ड गरेको होइन दाइ, तर आजभोलि साँच्चै कसैसँग बोल्न मन लाग्दैन, कसैको प्रश्नको उत्तर दिन मन लाग्दैन, कसैलाई हाँसेर हेर्न मन लाग्दैन, अनि किन दाइ कसैलाई आफ्नो सम्झिन मन लाग्दैन। घमण्ड गरेको होइन दाइ, तर कहिलेकाहीँ त यस्तो लाग्छ कि यो हारेको जिन्दगी जिउनुभन्दा त संसारबाटै बिदा लिएर जाउँ जस्तो। धेरै नै हिम्मत चाहिन्छ नि वज्रराज दाइ। आँखाभरि तिलपिल भएको आँसु आँखामै अडाउनु। वज्रराज दाइ, म छु नि तिम्रो लागि भन्नेहरूको पछि कहिले नलाग्नुहोस्, किनकि तिनै व्यक्ति हुन् भोलि समय आएपछि तिमी को हौ भनेर प्रश्न गर्ने। एकदम पैसा र चम्किलो अनुहारको प्रतिस्पर्धा चलेको जमाना रहेछ दाइ। यहाँ हजुरको पीर र वेदनालाई कसले मूल्याङ्कन गर्न सक्छ र दाइ? जस्तै मानिलिउँ तपाईँ पनि त रातलाई रात दिनलाई दिन नभनी खट्नुहुन्छ, गरिब दुखी असहायता अपाङ्गको लागि खट्नुहुन्छ। तर आज के भइरहेछ दाइ? त्यस्तै हो दाइ।